सक्नुभयो अनि म चाहिँ भेट्नु जाँदैछु। अहिले चाहिँ म सब्जी मार्केटमा छु। अब म चाहिँ अहिले सब्जी मार्केटमा हो अनि यहाँ चाहिँ म साथीलाई पर्खिँदैछु। मैले सुन्तला पनि किनिसकेँ, देख्नुभयो होला नेपालको जस्तै सुन्तला। अब हामी वेलकम टु माई ब्लग। थ्याङ्क यू। अब हामी दुईजना आज रमाइलो गर्ने है, हामी दुईजना। ओके लेट्स गो। उसको ब्लग एक वर्षपछि भेटे जस्तै लागेछ मलाई त। अनि त्यस्तै नै भइरहेछ नि अब अहिले। त्यस्तै हो अब। मेरो छिमेकीहरू गाह्रो छ हो। मेरो छिमेकी दुईजना हो। अब आज इन्जोय गर्ने हो हामी तिनजना। ल त गाइज हामीले चाहिँ सुन्तला नि खाइसक्यौँ हो। सुन्तला नि खाइसक्यौँ। अब हामी चाहिँ एलिमेन्ट्सभित्र स्केटिङ गर्नु जाँदैछौँ। हेरौँ हामी कस्तो गर्छौँ। हाम्रो चाहिँ यहाँ फोटोसुट भइरहेछ अनि यहाँ हुनुहुन्छ फोटोग्राफर, उहाँ हुनुहुन्छ हाम्रो मोडल सेज मोडल। हामीले चाहिँ तपाईँहरूलाई झुक्कायौँ स्केटिङ गर्नेको हामीलाई झुक्काइदिएको भनेको हेरेर हामी त आयौँ। यहाँ त उभिनु त सकेर हामी स्केटिङ गरेको है। अनि कुम्लाडीले भिडियो गर्न लगाइदिएको भरे त भिडियो नगरिदिनु भइसक्यो। अनि भिडियो गरिदिनु भएन रहेछ। त्यही भएर आज हामीले देखाउनु पाएन। नेक्स्ट टाइम है गाइज। लाउने बित्तिकै गाइज यहाँनिर दामी आउँदो रहेछ नि। यहाँ चाहिँ नाच्नु पर्छ नि सोना। यहाँ पो हामी डान्स गरेको दामी आउनु थिएछ नि। लगाइ चाहिँ त हेर्नुहोस्। म त जति बच्छु मेरो प्यान्ट यहाँ हाल्नु फाटेर यहाँ तल पुगिसक्यो फाटेर काट्यो। लुक एट मी गाइज। यता हो दुईजना पोच आउने कि यता अगाडि। हामी चाहिँ आज यता घामतामले हेरेको। मेरो अल्छे दोस्तहरू अल्छी मान्दै हिँड्दैछ। हिँड्नु हुँदैछ मेरा सिस्टरहरू। दामी दामी ठाउँ छ नि हौ यहाँनिर।